हेलो नमस्ते। अहिले चाहिँ हामी छौँ यहाँ बर्दिया जिल्लाको यो जोशीपुर भन्ने ठाउँमा। अहिले चाहिँ हाम्रो यहाँ विवाहको कार्यक्रम हो, त्यसैले यहाँ चाहिँ हाम्रो नाचगान हुँदैछ। बाजा बजाएर भर्खर सुरुवात। हेर्नु है त कस्तो लाग्छ है साथीहरू, जस्तो लाग्छ त्यस्तै भन्नु होला है त। हजुरहरूलाई हामी देखाउँदैछौँ। भर्खरै हाम्रो बाजा बजाउने आउनु भएको छ अङ्कलहरू, डान्स पनि भइरहेको छ है। हेर्नु यता एकदम मजाले। हजुरहरूले हेर्न सक्नुहुन्छ यति रमाइलो हुन्छ है नेपाली विवाहमा चाहिँ। यसरी बाजा बजाइन्छ, नाचिन्छ। अहिले चाहिँ भिड कम छ किनभने अरू मान्छेहरू, विवाहको मान्छेहरू तयार हुँदै हुनुहुन्छ, त्यसैले अहिले बाजा बजाउने हाम्रो अङ्कल नै डान्स गर्दै हुनुहुन्छ। हेर्नुहोस् यति रमाइलो। हजुरहरूको उता कस्तो हुन्छ भन्नु होला है त। पहिलो चरणको हाम्रो डान्स चाहिँ सकियो, बाजाको डान्स। कस्तो लागिरहेको छ हजुरहरूले भन्न सक्नुहुन्छ। एकदमै रमाइलो भइरहेको छ। फेरि सुरु हुँदैछ है। हेर्नुहोस् हेर्नुहोस्। अनि नेपालको विवाहमा चाहिँ यसरी बाजा बजाइन्छ, नाचिन्छ, गाना गाइन्छ, अनि धेरै राम्रो म्युजिक हुन्छ अनि रमाइलो हुन्छ है साथीहरू। हेर्नुहोस् यतातिर चाहिँ धेरै राम्रो हुँदैछ। तपाईँहरूलाई देखाइरहेको छौँ। फेरि अब एकछिनमा अर्को म्युजिक बज्छ, फेरि डान्स हुन्छ है त। हेर्नुहोस् कति राम्रो राम्रो बाजाहरू छ नि। मलाई त नाम पनि थाहा छैन, तर राम्रो बजिरहेको छ। सुन्दाखेरि पनि नाचौँ नाचौँ लाग्ने। बाजा बजाउने हाम्रो उहाँ हुनुहुन्छ सर, तर उहाँ डान्स पनि गर्नुभएको छ है त। गीत गाउनुहुन्छ उहाँले। खाम्पानी सारेर जाने भए, जाऊ माया मारेर गलबन्दी गलबन्दी च्यातियो तिमीले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर। हाय हाय गलबन्दी। ओहो हेर्नुहोस् हेर्नुहोस् साथीहरू, अब रमाइलो बढ्दैछ है, रमाइलो बढ्दैछ। नेपाली पञ्चे बाजाको धुनमा यति राम्रो डान्स भइरहेको छ। हेर्न सक्नुहुन्छ तपाईँले। फास्ट हुँदैछ। हो चाइट चाइट चाइट। एकदमै रमाइलो भयो। भर्खर अब गीत पनि सुरु हुँदैछ। उहाँ चाहिँ हाम्रो नाच्ने मान्छे, बजाउने मान्छे हुनुहुन्छ, तर नाचेर थाक्नु भयो। अब फेरि अब म बजाउँछु भनेर भन्दै हुनुहुन्छ। अब हजुरहरूले हेर्न सक्नुहुन्छ, यो चाहिँ अहिले हामी छौँ नेपालको विवाहमा। बर्दिया जिल्ला, सबैजनालाई थाहा छ होला बर्दिया जिल्ला भन्ने कुरा। बर्दिया जिल्लाको हाम्रो यो यता यो जोशीपुर भन्ने ठाउँतिर चाहिँ हामी अहिले छौँ। एकदमै राम्रो रमाइलो भयो यहाँ बाजाको तालमा। फेरि अब अर्को धुन सुरु हुँदैछ है साथीहरू। हेर्नुहोस्
धेरै धन्यवाद। उहाँहरूले चाहिँ एकदमै राम्रो बजाउनु भएको छ। अब अहिले अरू पनि भिडियो हामी ल्याउँछौँ है। अब